हेलो फ्रेन्ड, गुड आफ्टरनुन, नमस्ते सम्पूर्णमा। आज चाहिँ हामीले बनाउँदैछौँ आलु भुटेर खाने। यहाँ देख्न सक्नुहुन्छ सबैजना। दिदी पनि आउनु भएको छ अनि यता बहिनी। ल गाइस, मेरो आलुको रेसिपी तपाईहरुलाई कस्तो लाग्छ? प्याज, टमाटर अनि अदरक, लसुन, जीरा, साबुत धनिया, हरी मिर्ची सबै याद गरेको। ल साथीहरु, भयो रेडी। अब तपाईहरुले पनि आसान तरिकासँग बनाएर खान सक्नुहुन्छ नास्ता घरमा। आलुको रेसिपी आयो, तपाईहरुलाई कस्तो लाग्छ? यता मुलीको सब्जी पनि छ। आज सन्डेको दिन हो, बच्चेको छुट्टी थियो, ती भएर बच्चाहरुलाई खिलाना। ल साथीहरु, देख्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ मेरो रेसिपी कमेन्ट गर्नु होला है। लाइक यी दिदी पनि आउनु भएको छ। ओके ल साथीहरु, मेरो रेसिपी तपाईहरुलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नु होला। बाइ बाइ। मिठो बनाएको छ गाइस, तिमी पनि बनाएर खान सक्छौ घरमा। आलु बनाएर खान लाग्छ मिठो ख।